हेलो गाइज सबैलाई स्वागत छ मेरो नयाँ मिनी ब्लगमा। हामी चाहिँ हस्पिटलतिरै छौँ। यहाँ दिदी र म चाहिँ यसो हस्पिटल घुमघाम गर्दैछौँ। यो चाहिँ हस्पिटलको चिल्ड्रेन पार्क बच्चाहरूको लागि पिङ खेल्ने ठाउँ चाहिँ मलाई एकदमै मन पर्यो। अनि हामी चाहिँ घुम्दै जाने क्रममा दिदीले चाहिँ यहाँ सब घरतिर जाऊँ न यसो हेर्नलाई भन्नुभयो। अनि हामी चाहिँ गएका थियौँ। ठ्याक्कै त्यहाँ चाहिँ एउटा लास निकाल्दै थियो कि। अनि हामी चाहिँ त्यहाँ गयौँ, एकछिन हेऱ्यौँ। त्यहाँ चाहिँ एउटा दुईटा लास निकाल्यो। अनि त्यहाँबाट हामी चाहिँ दिदीभाइ चाहिँ मम्मी बाबातिर लाग्यौँ। यो चाहिँ हस्पिटल घुम्दैछौँ। हस्पिटलको गल्ली गल्लीमा छिरेर हामी चाहिँ माथि जाँदैछौँ। अनि माथि गएर चाहिँ 3 तलाबाट चाहिँ यसो सर र मम्मी र म हस्पिटलको भ्यू तपाईँहरूलाई देखाएँ। यो चाहिँ ऐना रहेछ हस्पिटलमा, ट्याक्क म देखाइदिन्छु। मेरो अङ्कल आउनु भएको थियो। यहाँ चाहिँ हस्पिटलमा एउटा बच्चा जन्मेको रहेछ। उनीहरूको चाहिँ कुनै पनि लेडिजहरू नआएका रहेछन्, त्यसैले यहाँ नर्सहरूले चाहिँ दुध खुवाउन सिकाउँदै थियो। आजको मिनी ब्लग यहीँ सक्यो। है त बारको मिनी ब्लगमा भेटौँला, तबसम्मलाई बाई बाई गाइस।